यस्तै भनेको छ 3 मा यदि सुन्तलालाई बटर, बटरले साबुन, साबुनलाई मसी र मसीले मले सुन्तला भन्छ निम्नमध्ये कुनलाई धुनको लागि प्रयोग गरिन्छ। धुनलाई हामी के प्रयोग गर्छौँ? साबुन। त साबुनले यसमा हेर केले कोड गरिएको छ? साबुनलाई के भनिन्छ? मसी। यता छ मसी भनेको यसको आन्सर के हुन्छ? मसी। अप्सन डी। अनि 4 मा हेर बालुवालाई वायु, वायुले पठार, पठारलाई इनार, इनारलाई टापु र टापुले आकाश भन्छ भने मैलाले कहाँबाट पानी निकाल्छ? पानी कहाँबाट निकाल्छ? इनारबाट। र यहाँ डाइरेक्ट इनारमा पुग्यो। इनारलाई के भनिन्छ? टापु। त आन्सर हामीहरूको के हुन्छ? टापु। बी। टाप भनेको टापु नै हुन्छ। यदि हरियोको अर्थ रातो, रातोको अर्थ पहेँलो, पहेँलोको अर्थ नीलो, नीलोको अर्थ सुन्तला र सुन्तलाको अर्थ हरियो हो भने सफा आकाशको रङ के हुन्छ? आकाशको रङ के हुन्छ? कस्तो हुन्छ? नीलो। त हामी डाइरेक्ट नीलोमा त्यहाँ जाउँ। नीलोलाई यहाँ केले कोड गरिएको छ? सुन्तला। सुन्तला, सुन्तला ठिक छ। तर यहाँ सुन्तलालाई यहाँ केले कोड गरिएको छ? हरियो भनेको आन्सर के हुन्छ? डी हरियो।